एकदम स्पेशल भएछ पिरो पिरो तरकारी पनि छट्टा मासु यी नभए त्यहाँ तपाईँहरूले के को मासु भन्नु र यी बबको मासु यी छाला पनि छ हजुर खुर्सानी पनि चपाउनु पर्छ ढिँडो भनेपछि एकदम मनपर्छ यसरी आगोमा पकाएको ढिँडो चाहिँ एकदम मिठो हुन्छ राम्रो लागेमा सबैले सेयर कमेन्ट गरिदिनु होला तपाईँहरू पनि एक दिन यसो मिठो मानेर ढिँडो पकाएर एक दिन मिठो मानेर खानु होला एकछिनपछि हामी गम गम खान्छौँ एकदम मिठो मानेर पसिना आइसक्यो ढिँडो पकाउँदा पकाउँदा अब पाक्न लाग्यो थाल ल्याउनुहोस् हौ गाउँले आमै हो ल हाम्रो ढिँडो चाहिँ पाकेर तयार भयो अब खाने तरकारी यो बब ढिँडोको लागि ढिँडो र बब मासु खान लाग्छु साथीहरू हजुरहरू खानु भयो कि बसानी हो आउ बन यसरी आगोमा पकाएको ढिँडो चाहिँ एकदम मिठो हुन्छ ढिँडो पकाउनलाई हतार गर्नुहुन्न 15-20 मिनट चाहिँ मजाले यसरी मस्काउनु पर्छ काठको दाबिलोले अनि एकदम ढिँडो पनि हातमा टाँसिँदैन भन्दा काठको दाबिलोले एकदम राम्रो हुन्छ अरूमा होइन यस्तो कराईमा खराबको दाबिलोले होइन काठको दाबिलोले हेर्नुहोस् त मजाले यस्तै मस्काउनुपर्छ खानुपर्छ के गर्नु भने किनभने अब गाउँमा भएको हाम्रो अब यस्तै चाहिँ मिठो मानेर खानुपर्छ है दुःखको मानो बिहान खाएको सुखको मानो रे बेलुका खाएको दुःखको मानो रे दुःखको कमाइ रे हेर्नुहोस् है यसलाई चाहिँ अन्यथा नसोच्नु होला राम्रो लागेमा सबैले के भन्छ सेयर कमेन्ट गरिदिनु होला अब ढिँडो चाहिँ पाक्न लाग्यो है एकछिनपछि हामी गम गम खान्छौँ एकदम मिठो मानेर यो दुःखको मानो हो कि बेलुका खाने चाहिँ काम सकेर खाने दुःखको मानो अब बिहान खाने चाहिँ सुखको मानो रे कमाइ रे हजुर बेलुका खाने चाहिँ दुःखको कमाइ त्यसलाई चाहिँ एकदम मिठो मानेर खान्छौँ हामी त तपाईँहरूलाई कस्तो लाग्छ होला देश विदेशमा रहनुहुने सबैले माया गरिदिनु होला अब यसरी हाम्रो चाहिँ टक्क लाएर एकछिनपछि अब थालमा कमरङ हानेर खान्छौँ गन्ती भम भन्ने हामीलाई लगाइरहेछ है पसिना आइसक्यो ढिँडो पकाउँदा पकाउँदा अब सहरतिर भए चामल हुन्थ्यो अब गाउँमा अलिक प्राय ढिँडो नै हुन्छ हजुर मलाई चाहिँ एकदम ढिँडो भनेपछि एकदम मनपर्छ तपाईँहरू पनि एक दिन यसो मिठो मानेर ढिँडो पकाएर एक दिन मिठो मानेर खानु होला भनेर चाहिँ म भन्न चाहन्छु अब पाक्न लाग्यो थाल ल्याउनुहोस् हौ गाउँले आमै हो ल हाम्रो ढिँडो चाहिँ पाकेर तयार भयो अब खाने ल हाम्रो तरकारी यो बब ढिँडोको लागि
हजुरहरू हामी त अब खाना थाल्यौँ है तपाईँहरू पनि खानु होला हामी जब यो तरकारी चाहिँ बफ हो बफ र चट्टै यसरी ढक्रक्क लाएर यसरी यसरी खानुपर्छ मजासँग यस्तो दामी हुन्छ एकदम स्पेसल भएछ पिरो पिरो तरकारी पनि छट्ट मासु यी नभए त्यहाँ तपाईँहरूले के को मासु भन्नु र यी बफको मासु यी छाला पनि छ हजुर खोर्सानी पनि चपाउनु पर्छ ठीक है आज आधो घंटा मार्च टक्क खोर्सानी ल कोर्ला चाहिँ निल्नु हुन्छ चपाउने ढिँडो होइन है फेरि मासु हो है यो ढिँडो र बम मासु खान लाग्छु साथीहरू हजुरहरू खानु भयो कि भएन म सानी हो आउ बन खाली सी बा खोइ मान्छे